आज नेताका छोराछोरी जो यहाँ भाषण गरिरहेछन् यी नेताका छोराछोरी र केही कर्मचारी र उच्च पदस्थका छोराछोरी युरोप अमेरिका पढ्ने तर गरिब दुखी जनताका छोराछोरी आज दुबई र खाडीमा गएर बेल्चा हान्नुपर्ने 1 वर्षमा होइन यो 16 वर्षमा 14,000 भन्दा बढी युवाहरू रातो बाकसमा लास भएर फिर्ता हुने त्यो बनाउनका लागि यो व्यवस्था यिनीहरूलाई अझै चाहिएको छ। 26 खर्ब वैदेशिक ऋण भयो, त्यसका लागि व्यवस्था चाहिएको छ। अहिले पनि यो देशमा अहिले कर्मचारी नेता र यिनीहरूको सांसद यहाँका मुख्यमन्त्री मन्त्री पाल्दा पाल्दै साना राजा छोटा राजा महाराजाहरू पाल्दा पाल्दै यो देशमा 1 वर्षमा 15 खर्ब रुपैयाँ खर्च हुन्छ। त्यो जोगाउनका लागि यो व्यवस्था यिनीहरूलाई चाहिएको छ। माननीय बाँदरमुडे घटना याद छ? निहत्या नागरिकलाई बम हानेर मारे हो कि होइन? अझ अर्को घटना सम्झाइदिउँ। लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीका हत्याराहरू आज यही संसदमा सांसद भएर हिँडिरहेका छन्। यसको जवाब चाहिन्छ कि चाहिँदैन? यो हो व्यवस्था। खुल्ला मञ्चमा उभिएर 5,000 मान्छे मैले मारेको हुँ भन्ने व्यक्ति यो देशको प्रधानमन्त्री बन्न पाउने व्यवस्था हो। भारतको दिल्लीमा लुकेर नेपालमा निहत्या मान्छेहरूको मार्नुपर्छ भनेर अगाडि बढ्ने व्यक्ति यो देशको सांसद मन्त्री बन्न पाउने व्यवस्था यो उत्तम हो। यही देशका लागि चाहिए हो यो व्यवस्था। व्यवस्था जनताका हितका लागि। आज कर कति छ? 300% कर छ। हुँदा हुँदा पैतृक सम्पत्तिमा सम्म तपाईँहरूले लाभ कर लिने गरिसक्नुभयो।